कुबेरको मूर्ति फोटा महालक्ष्मीको मूर्ति फोटा छ भने धनतेरसका दिन बेलुका महालक्ष्मी र कुबेरको पनि आह्वान पूजन गर्नुपर्दछ। चन्दन रोली कुमकुम राता पहेँला फुलहरू जे छन् अनि बतासाहरू धानका लाभाहरू जे छन् संक्षिप्त रूपमा महालक्ष्मीको पूजा गर्ने दियो बाल्दिनु पर्दछ र महालक्ष्मी र कुबेरलाई 3वटा मन्त्रहरू अनिवार्य पढिदिनु होला। घरको समृद्धि बढाउनलाई, ऐश्वर्य बढाउनलाई, स्थिर लक्ष्मी गराउनलाई। धनतेरसका दिन यो महालक्ष्मी पूजाको दिन त भव्य रूपमा सजावट गरेर लक्ष्मी पूजा गर्छौँ नि र 3वटा मन्त्रहरूले महालक्ष्मीलाई 2वटा मन्त्रहरू ओम धनलक्ष्मी नमः भनेर पहिलो मन्त्रले महालक्ष्मीलाई आह्वान गर्ने पूजन गर्ने र दोस्रो मन्त्र ओम भोगलक्ष्मी नमः। किनभने धनलक्ष्मी भनेर धनकी देवी लक्ष्मीलाई त आह्वान गऱ्यौँ तर भोग भोग्न पाइएन भने, खान पाइएन, सुत्न पाइएन, गाडी घोडा परिवार पति पत्नीसँग राम्रो भएन भने यस कारणले गर्दा त्यो भोग भोग्न सकौँ भनेर ओम भोगलक्ष्मी नमः भनेर 2टा मन्त्र लक्ष्मीको लागि र ओम कुबेराय नमः भनेर यी 3वटा मन्त्रहरूले कुबेर र महालक्ष्मीको पनि प्रार्थना गरिदिने। अब यो दिन धनतेरस हुँदै हो, बजारमा धेरै ठुलो किनमेल हुँदछ। हेर्नु किन्दाखेरि धन्वन्तरी भगवान प्रकट पनि हुनुभएको थियो त्रयोदशीमा। यस कारणले गर्दा केही पात्रहरू जोड्न सक्नुहुनेछ, कलश किन्न सक्नुहुनेछ, जल भरेर राख्ने, पानी भरेर राख्ने केही पात्रहरू तामा पित्तल हैन यस्तै गरेर काँसेका बर्तनहरू जो जति पनि छन् भाँडा बर्तनहरू किन्नुलाई सबैभन्दा राम्रो मानिन्छन्। सामान्यतया यस दिन हामीले काँचो चिजहरू किन्न सक्दछौँ जस्तो काँचो सुन, काँचो चाँदी। हाम्रो श्रद्धाले केही पात्रहरू किन्नु छ, आवश्यक छ भने केही पात्रहरू पनि किन्न सक्नुहुनेछ। यस दिन अनिवार्य रूपमा सबैले किन्नै पर्ने चिज, सबैले किन्न सक्ने चिज भनेको कुचो हो। महालक्ष्मी कुचो किनेर घरमा लिएर आउनाले घरका रोगहरू नाश हुनेछन्, समृद्धि बढेर जानेछ, स्वास्थ्य ठिक हुँदै हुँदै जानेछन्। औषधिहरू कम खानुपर्छ। महालक्ष्मीको लागि कुचो, अम्लिसोको कुचो, खरेटो जे छ एउटा न एउटा चिज अनिवार्य भित्र्याउनु होला। अनि अब हजुरहरूको श्रद्धा कस्तो छ? कतिको महालक्ष्मीको पूजा गर्दै हुनुहुन्छ? बजारमा विभिन्न चिजहरू छन् महालक्ष्मीलाई सजाउनको लागि हजुरहरूको श्रद्धा हो। सबै चिज किन्नै पर्छ भन्ने छैन र लक्ष्मीका लागि महालक्ष्मी पूजा गर्नको लागि विशेष गरेर स्टिकरहरू भए, चरण पादुकाहरू भए, लक्ष्मीका दीपोत्सव गर्नको लागि दियोहरू किनेर लिएर आउन सक्नुहुनेछ यस दिन। र यस दिन विशेष गरेर कौडा, कमलगट्टा या कमलगट्टाको माला, महालक्ष्मीको फोटा छन्, श्रीयन्त्रहरू छन्। यस दिन सबै चिजहरू ल्याउने, भएका चिजहरूलाई पूजा गर्ने भव्य रूपमा कमलगट्टाका मालाहरू, कमलगट्टा दानाहरू महालक्ष्मीको लागि अर्पण गरिदिने, कमलका फुलहरू पनि पाइन्छन् र कुनै पनि होस् सजाउनको लागि सबै सामग्रीहरू किनेर लिएर आउन सक्नुहुनेछ। धन्य, कौडा, कमलगट्टा यी त विशेष चिजहरू हुन्। शङ्ख, घण्ट, दियो, कुनै पनि चाँदीका, तामाका, पित्तलका कुनै पनि यस्ता धातु बर्तनहरू, भगवानका कपडाहरू, वस्त्रहरू, सिंहासनहरू, कुनै पनि चिजहरू लिएर आउनु सबैभन्दा राम्रो हुन्छ यस दिन। अब दर्शकवृन्दहरू यस दिन किन्नै पर्ने भनेको एउटा कुचो अवश्य लिएर आउनु होला। अझ पाइन्छ भने लक्ष्मीको लागि जुन बतासा हुन्छ, कहीँ पूजाका पसलहरूमा कहीँ पाइयो भने सेतो मिठाई जस्तो बतासा हुन्छ, यो लिएर आउन सक्नुहुनेछ। महालक्ष्मीलाई भव्य रूपमा स्वागत गर्नको लागि धानका लाभाहरू पाइए, लाजाहरू पाइए भने ती चिजहरू लिएर आउन सक्नुहुनेछ। र विशेष गरेर महालक्ष्मीलाई आफ्नो श्रद्धाले सेवा आराधना गर्न तयार हुनु होला धनतेरसका दिन। सामग्रीहरू किनमेल गरेर भित्राएर मात्रै महालक्ष्मीको आगमन हुने होइन। अब जाउँ हामी कार्तिक महिनाको 2 गते आइतबारका दिन। यस दिन कागलाई पूजा गरिन्छ। काकोशी यमदूतोशी भनेर कागलाई यमराजको दूतको रूपमा हामीले विशेष गरेर हाम्रो बिहानका भोजनहरू जो बनेका हुन्छन्, दाल भात जे बनेका हुन्छन्, कागलाई पूर्व दक्षिण दिशातर्फ एउटा कुनै पात्रमा डिस्पोजलमा दाल भात सबै चिजहरू पाकेका पस्किदिएर पानी राखिदिएर कागलाई हामीले अर्पण गरेर बाँकी रहेका भोजनहरू हामीले खान्छौँ। यस दिन काग तिहार पनि हो 2 गते र यसै दिन बिहान धन्वन्तरी भगवानको पनि जयन्ती हो। आयुर्वेदका प्रवर्तक हुनुहुन्छ। जति पनि मेडिकल व्यवसायी, आयुर्वेद चिकित्सा क्षेत्रमा हुनुहुन्छ, चाहे एलोपेथिक होस् चाहे आयुर्वेदिक होस्, सबैका प्रणेता नै धन्वन्तरी हुनुहुन्छ। स्वयं विष्णु नै हो। पाइन्छ भने धन्वन्तरीको फोटो, नभए विष्णुकै फोटोमा धन्वन्तरीले सम्झेर, अरू केही भएन, विष्णुको पनि फोटो भएन, धन्वन्तरीको पनि भएन भने कलशमा जल भरेर राखिदिने, स्वस्तिकहरू बनाउने अनि त्यस पछाडि आफ्नो मेडिकल अथवा